केही वर्ष अगाडि चाइनाको क्यापिटल बिजिङ एउटा यस्तो सहर थियो कि जसलाई एयर पोल्युसनको क्यापिटल भनिन्थ्यो। समयमा सहरको हावा पोल्युसन यति धेरै थियो कि मानिसहरू मास्क लगाएर हिँड्न बाध्य भए। तर आज त्यो टाइटल नेपालको राजधानी काठमाडौँलाई भन्न सकिन्छ, किनकि काठमाडौँमा एयर पोल्युसन यसरी बढ्दै गएको छ कि नर्मल मान्छेहरू बाहिर निस्किन सकिरहेको छैनन्। तर चाइनामा एउटा यस्तो सहर छ कि जसले इफेक्टिभ मेजरलाई इम्प्लिमेन्ट गरेर एयर पोल्युसन जस्तो सिरियस प्रब्लमसँग लड्दै परिस्थितिलाई समयमै सुधार्यो। त्यो सहर हो बिजिङ, चाइना। एक समयमा त्यो सहर डब्ल्युएचओले स्मोक क्यापिटल घोषणा गरेको थियो, तर आज त्यही सहरले दुनियाँमा सबैभन्दा फास्ट एयर पोल्युसन कन्ट्रोल गरेर देखाइदियो। आउनुहोस् आज हामी बुझ्नेछौँ चाइनाले कसरी डट्टी सहरबाट ब्युटी सहर बनाउन सफल भयो र नेपालले यसबाट के कुरा सिक्न सक्छ अनि कसरी एयर पोल्युसनलाई कन्ट्रोल गर्न सक्छ। भिडियो सुरु हुनुभन्दा अगाडि हाम्रो च्यानललाई सब्स्क्राइब र लाइक गरेर राख्नुहोला। लेट्स स्टार्ट विथ आकाश थट्स। एक समयमा चाइनालाई किङडम अफ बाइसाइकल भनिन्थ्यो। चाइना एउटा यस्तो देश हो जहाँ सबैभन्दा धेरै बाइसाइकल बनाउँछ र बाइसाइकल एक्सपोर्ट पनि गर्छ। चाइनाको क्यापिटल बिजिङ, जहाँ सडकमा हजारौं मानिसहरूले आफ्नो अफिस जाँदा, स्कुल जाँदा साइकल चलाउँदै जान्थे। त्यो समयमा कार किन्नेलाई लग्जरी मानिन्थ्यो। चाइनाको लागि साइकल केवल ट्रान्सपोर्ट थिएन, यो त मिडल क्लासको इन्स्पिरेसन पनि थियो। तर जसरी देश इन्डस्ट्रीतिर डेभलप हुँदै गयो हो त्यसै गरी चाइनाले आफूलाई ग्लोबल पावर बनाउँदै गयो। डेभलपमेन्टलाई बढाउनको लागि फ्याक्ट्रीहरू खोल्न थाल्यो र सबैभन्दा महत्त्वपूर्ण चेन मानिसहरूले साइकल छोडेर कार किन्न थाले। चाइना एकदम स्पिडमा ग्रो गर्न चाहन्थ्यो। त्यहाँको मानिसहरूलाई इन्स्पिरेसन आयो कि कार इजिकल्स टु स्टाटस। यसलाई बिस्तारै पछाडि छोड्दै धेरै जसो मानिसहरूले कार किन्न थाले। चाइना बिस्तारै डेभलप हुँदै गइरहेको थियो। बिजिङ सहरमा बस्ने मानिसहरूको लाइफस्टाइल चेन्ज हुँदै गयो। र चाइनामा विकासको साथसाथै एउटा यस्तो खतरनाक कुरालाई जन्म दियो, त्यो हो एयर पोल्युसन। Air pollution index skyrocketed this weekend. People in Beijing are seen wearing face masks everywhere they go. Such pollution is not rare, but the government's response was. UNEP का अनुसार 20 वर्षमा बिजिङमा भएको परिवर्तन विश्वकै अनौठो परिवर्तन थियो। 2 दशकमा बिजिङको जीडीपी 178% ले बढ्यो, जनसङ्ख्या 74% ले बढ्यो अनि गाडीहरूको सङ्ख्या 335% ले उकालो लाग्यो। जहाँ पहिला साइकलको हर्न बज्थ्यो भने त्यहाँ अब कारको आवाज, धुवा र ट्राफिकले ठाउँ लिन थाल्यो। तर प्रदूषणको एउटै कारण गाडी मात्रै थिएन, अर्को ठुलो कारण थियो कोल कन्जम्पसन, कोइला। विकास गर्दै जाँदा चाइनामा कोल कन्जम्पसन निकै नै बढेको थियो। जाडो महिनामा घर घर र फ्याक्ट्रीमा तातोको लागि कोइला बनाइन्थ्यो, जसले गर्दा कोइलाको डिमान्ड बढ्दै गयो र एयर पोल्युसन पनि बढ्दै गयो। कोइला जल्दा PM 2.5 र सल्फर एन्टिअक्साइड जस्तो हानिकारक वायु प्रदूषण मिल्थ्यो। PM 2.5 माइक्रोमिटर निकै सानो हुन्छ, नाकबाट फिल्टर भएर सिधै फोक्सो र रगतसँग मिल्छ। 2013 सम्म आइपुग्दा बिजिङ सहरको PM 2.5 कन्सन्ट्रेसन 101 पर मिटर क्युब पुग्यो, जुन WHO को भन्दा 10 गुणा बढी थियो। यो कन्डिसनले गर्दा चाइनाको सहर बिजिङ एयर पोल्युसनको नाममा चिनिन थाल्यो। मानिसहरूलाई सास फेर्न गाह्रो हुने, खोकी लाग्ने जस्तो रोगहरू बढ्न थाल्यो। मर्निङ वाकसम्म हिँड्ने मानिसहरूलाई गाह्रो हुन थाल्यो। 2017 को एउटा अध्ययनले देखाउँछ लामो समयसम्म प्रदूषणमा बस्दा मानिसहरूको आयु घट्ने, मुटु तथा सास फेर्न गाह्रो हुने अध्ययन देखायो। एयर पोल्युसन बिजिङ सहरमा एक सिरियस प्रब्लम भइसकेको थियो। हस्पिटलमा दिनकै लाखौं पेसेन्टहरू बढ्न थाल्यो। तर बिजिङ सहरले हार मानेन। 2013 मा बिजिङ सहरले एयर पोल्युसन विरुद्ध लडाईँ गर्न थाल्यो। बिजिङ सरकारले पोलिसी मोनिटरिङ सिस्टम, ग्रिन टेक्नोलोजी र पब्लिक पार्टिसिपेसनको सहयोगबाट पोल्युसन कन्ट्रोल गर्न सुरु गर्यो। बिजिङले सबैभन्दा पहिलो स्टेप उठायो एयर पोल्युसनलाई मेजर गर्न। 2016 मा बिजिङ सहरले इन्टिग्रेटेड एयर क्वालिटी मोनिटरिङ सिस्टम बनायो र त्यो सिस्टम एडभान्स टेक्नोलोजी थियो। यसले थाहा पाउँथ्यो कि कुन चाहिँ एरियामा सबैभन्दा धेरै एयर पोल्युसन हुन्थ्यो भनेर। स्टेप 2 मा बिजिङले ट्रान्सपोर्ट र इनर्जी सेक्टरमा एक्सन लिन थाल्यो। एक्सन यसरी लियो कि जुनको इम्प्लिमेन्टेसन गर्दा डाइरेक्टली एयर पोल्युसन कन्ट्रोल गर्न सकिन्थ्यो। गभर्नमेन्टले धुवा उड्ने गाडीलाई लेस प्रायोरिटी दियो र मेट्रो एक्सपेन्सनलाई बढायो, किनकि जति धेरैजना पब्लिक गाडी चढ्छन् त्यति धेरै नै प्राइभेट कारहरू कम हुँदै जान्छ अनि धुवा र धुलो पनि घट्दै जान्छ। यो गर्दा पार्किङ स्पेसहरू बढ्यो र जामहरू कम हुँदै गयो। चाइनाको गोल क्लियर थियो कि प्राइभेट कार डिपेन्डेन्सीलाई हटाएर पब्लिक भेहिकललाई मात्रै प्रायोरिटी दिने। यसले गर्दा 10% सम्म एयर पोल्युसन कम भएको थियो। सबैभन्दा चुनौती तर महत्त्वपूर्ण कदम कोइलालाई ग्यासको रूपमा बनाउने।
बिन्जिङ सहरले 2005 बाट सुरु गरेको 2017 सम्म 11 मिलियन टन कोइला घटाइयो। धेरै पुरानो फ्याक्ट्रीहरू बन्द गरियो अनि एडभान्स टेक्नोलोजीहरू लिएर आयो। यो डिसिजन सजिलो थिएन किनकि फ्याक्ट्रीबाट नै धेरै इम्प्लोयमेन्ट अपर्च्युनिटी क्रिएट हुन्थ्यो। फ्याक्ट्रीहरू बन्द गर्ने हो भने रोजगार पनि घट्दै जान्थ्यो। स्टेप 3 मा सरकारले एफोरेस्टेसन प्रोजेक्ट सुरु गर्यो। चाइनाको मेन लक्ष्य भनेको ग्रेट ग्रिन वाल अफ चाइना बनाउनु थियो। बिन्जिङ सहरको हावालाई सफा राख्नको लागि यो एक महत्त्वपूर्ण स्टेप थियो। पोल्युसन कन्ट्रोल गर्नको लागि चौथो स्टेप स्मार्ट ट्रान्सपोर्ट शिफ्ट कदम बढाइयो। चाइनाले लाइसेन्स प्लेट लटरी सिस्टम लिएर आउन घोषणा गर्यो। यसको मतलब यस्तो हो कि केही गरी बिन्जिङमा कार किन्नु पर्यो भने सुरुमा तपाईले लाइसेन्स प्लेट जित्नु पर्ने हुन्छ, त्यो पनि लटरीमा। हरेक महिनामा लिमिटेड लटरी कार प्लेट मात्रै हुन्थ्यो र जसले लटरी जित्थ्यो त्यसले मात्रै कार चढ्न पाउँथ्यो। यो कदमले गर्दा प्राइभेट कारहरू कम भयो र पब्लिक भेहिकलहरू बढ्न थाल्यो। 2011 मा सुरु भएको यो सिस्टम अहिलेसम्म लागू छ अनि अड इभन सिस्टम पनि लागू गरियो। यसले गर्दा जोडको दिन जोड गाडी चल्थ्यो र बिजोडको दिन बिजोड गाडी चल्थ्यो। यसरी नेपालमा कोरोनाको टाइममा अड इभन भएको थियो, त्यसै गरी चाइनामा पनि 2011 देखि भइरहेको थियो। यसले गर्दा धुवा धुलो कम हुन्थ्यो र एयर पोल्युसन पनि कन्ट्रोलमा आउँथ्यो। यही सिस्टमहरूले गर्दा चाइनामा 41% सम्म एयर पोल्युसन कन्ट्रोल भएको थियो। चाइनाले केवल 9 वर्षमा हावाको क्वालिटी यसरी इम्प्रुभ गर्यो कि जुन त्यही कुरा अरू देशलाई 20-25 वर्ष लाग्थ्यो। बिन्जिङ सहरले त यो प्रब्लमको सोलुसन निकाल्यो, तर काठमाडौँमा अझै पनि यस्तो प्रब्लम छ। काठमाडौँको एभरेज AQI अराउन्ड 200 भन्दा माथि हुन्छ। काठमाडौँको पोल्युसन एक वर्षको मात्रै होइन, हरेक साल काठमाडौँ नम्बर 1 पोल्युटेड सिटीमा आउँछ। यो भन्दा अगाडिको वर्षमा काठमाडौँको पोल्युसन AQI 400 नागेको थियो, तर नेपाल गभर्नमेन्टले यसको लागि कुनै पनि एक्सन लिएको छैन। पोल्युसन घट्नुको सट्टा झन पोल्युसन बढ्दै गएको छ। यदि केही गरी पोल्युसन धेरै नै बढ्छ भने बिन्जिङ र अरू धेरै कन्ट्रीहरूमा हरन बज्छ अनि स्कुल कलेज अफिसहरू सबै बन्द गरिन्छ। तर नेपालमा AQI 400 भन्दा माथि नाग्दा पनि न त कलेज बन्द हुन्छ, न त अफिस, न त कुनै पनि इम्प्लिमेन्टेसन लिएर आउँछ। क्वेसन यो होइन कि काठमाडौँमा कति एयर पोल्युसन छ, यो हो कि गभर्नमेन्टले यसको लागि इम्प्लिमेन्टेसन प्लान लिएर आउँछ कि लिएर आउँदैन।